नमस्कार। आज हामी तपाईहरुलाई लिएर आएका छौं उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर 2 स्थित मनमोहक गुराँस हरियाली पार्कमा। केही वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको यो पार्क अहिले कटारी नगरकै एउटा लोकप्रिय गन्तव्य स्थल बनिरहेको छ। यस पार्कको हरियाली, शान्ति र सौन्दर्यताले जो कोहीलाई मनमोहित बनाइरहेको अनुभूति हुन्छ। यहाँको सुन्दर बगैँचा, काँसघारी र कमला नदीको रमणीय बगर पार्कका मुख्य आकर्षण हुन्। यसका अतिरिक्त उदयपुर र सिन्धुली जिल्ला जोड्ने झोलुङ्गे पुल यस पार्कको सौन्दर्यको अर्को आयाम पनि हो। यसैगरी पार्कभित्र रहेका कलात्मक आकृति, झुला, चिप्लेटी र घुमाउने मेचहरूले बालबालिकादेखि वृद्धसम्म सबैलाई आकर्षित गरिरहेको देखिन्छ। यहाँ दैनिक जस्तो भेटघाट, फोटो सेसन, पिकनिक चलिरहेको नै हुन्छ। गुराँस हरियाली पार्क साँच्चै कटारी नगरकै गौरवमय स्थल हो, जहाँ प्रकृति बोल्ने, मन मुस्कुराउने र आत्मा हाँसिरहेको अनुभूति हुन्छ। यति सुन्दर पार्क निर्माणमा योगदान पुर्याउने सम्पूर्ण जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यसलाई अझ व्यवस्थित बनाउन केही सुधारको आवश्यकता पनि देखिन्छ। यस पार्कको वरपर रहेका झाडीको सरसफाई, पिउने पानीको व्यवस्थापन र शौचालयको तत्काल व्यवस्थापन गर्नुपर्ने देखिन्छ। अन्त्यमा सबै सरकारवाला निकायलाई यस सुन्दर पार्कको निर्माण, संरक्षण र व्यवस्थापनमा निरन्तर साथ दिनुहुन हार्दिक अनुरोध गर्दै आजलाई बिदा हुन्छु। धन्यवाद। नमस्कार।